आदरणीय दर्शकवृन्द नमस्कार। म पण्डित विपिन कृष्ण भट्टराई। आज म हजुरहरूलाई 2080 साल चैत्र महिनाको 26 गते सोमबारे औँसीको अत्यन्त परम पवित्र दिन परेको छ। यो सोमबारे औँसीको महत्त्व कस्तो रहेको छ, यस दिनमा के कर्महरू गर्नुपर्दछ अनि भुलेर पनि के कर्महरू गर्न हुँदैन, यी यावत कुराहरूको जानकारी दिनको लागि म उपस्थित भइसकेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ सब्स्क्राइब गरिदिनुहोला र भिडियोलाई कुन स्थानबाट हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा लेखिदिनुहोला। शास्त्रमा भनिएको छ, अमावस्याम भौम सोमबार युताः स्नानादो महापुण्या तत्र दत्तम हुतम जप्तम सर्वम कोटिगुणम भवेत भनेर भनिएको छ। सोमबारे औँसी अथवा भौम सोमबार युताः भनेर भनिएको छ। यदि औँसीका दिनमा मङ्गलबारै परे तापनि त्यसलाई पनि अत्यन्त पुण्यदायक परम पवित्र दिन मानिएको छ। यो सोमबारे औँसीका दिनमा हुतम भनेको हवन गरियो भनेदेखि, जप्तम भनेको जप गरियो भनेदेखि अनि दत्तम भनेको दानादि कर्महरू गर्दाखेरिमा सर्वम कोटि गुणम भवेत भनेर भनिएको छ। हामीहरूले दिएको दान र गरेका पुण्यहरू करोडौँ गुणा बढी हामीहरूलाई पुण्य प्राप्ति हुन्छ। यो औँसी तिथि भनेको पितृहरूका निमित्त अत्यन्त परम पवित्र दिन रहेको छ। अमावस्याम तिथिरियम पितृणाम दयितः सदा भनेर शास्त्रमा भनिएको छ। औँसी तिथि भनेको पितृहरूको तिथि हो र पूर्णिमा तिथि भनेको देवताहरूको तिथि हो। त्यसै कारणले गर्दाखेरिमा यो औँसीको दिन भनेको पितृहरूलाई अत्यन्त परम पवित्र दिन, अत्यन्त प्रिय लाग्ने दिन रहेको छ। र यो सोमबारे औँसी यस्तो परम पवित्र दिन हो, वर्षमा यदा कदा 2वटा 3वटा मात्रै यो सोमबारे औँसीको हामीहरूले दिनलाई प्राप्ति गर्न सक्दछौँ। महाभारतमा भनिएको छ, पञ्च पाण्डवहरूले आफ्नो वनवास कालमा एक दिन पनि यो सोमबारे औँसीको दिनलाई प्राप्ति गर्न सक्नु भएन। त्यसै कारणले गर्दाखेरिमा यो त बडो दुर्लभ कुरा रहेको छ। र अर्को विशेष कुरा भनेको जसको जन्म कुण्डलीमा पितृदोष देखिएको छ, ज्योतिषी गुरुहरूले यदि हजुरहरूलाई हजुरको जन्म कुण्डलीमा पितृदोष रहेको छ भनेर भन्नुभएको छ भनेदेखि हजुरहरूका निमित्त यो पितृदोष निवारण गर्नका लागि आज विशेष दिन रहेको छ। सर्वप्रथम के गर्नुपर्दछ त भनेर भन्दाखेरिमा यो सोमबारे औँसीका दिनमा सर्वप्रथम हामीहरूले गङ्गा आदि गरिएका परम पवित्र नदीहरूमा गएर स्नान गर्न पायौँ भनेदेखि सबैभन्दा उत्तम, सबैभन्दा राम्रो स्नान त्यसलाई भनिएको छ। आजको स्नान विशेष स्नान रहेको छ। बिहान उठ्दाखेरिमा कसैसँग नबोलिकन स्नान गर्नुको महत्त्व अर्कै रहेको छ। यदि हजुरहरूलाई जानकारी छैन भनेदेखि यो सोमबारे औँसीका दिनमा बिहान जुरुक्क उठेर कसैसँग पनि नबोलिकन सकिन्छ भनेदेखि तीर्थमा गएर स्नान गर्नुहोला। यदि सक्नुहुन्न भनेदेखि घरैमा पनि जलमा अलिकति तीर्थको जल ल्याएर मिसाउनुहोला। जौतिल कुश ल्याएर दुबोहरू ल्याएर मिसाएर त्यही जलले भगवानको नामको स्मरण गर्दै हजुरहरूले घरमा पनि नबोलिकन स्नान गर्न सक्नुहुनेछ। स्नान पश्चात हजुरहरूले सूर्यलाई अर्घ दिन पनि सक्नुहुन्छ। अलिकति हातमा जल लिएर ओम घृणी सूर्याय नमः भनेर यस्तो प्रकारबाट मन्त्रहरूको जप गर्दै सूर्य भगवानलाई जल अर्पण गर्न सक्नुहुनेछ। र जसको जन्म कुण्डलीमा पितृदोष रहेको छ, जसको मातापिता दिवंगत हुनुभएको छ, उहाँहरूले आज औँसीको दिनमा पितृहरूलाई जल अर्पण गर्नु भयो भनेदेखि हजुरहरूका निमित्त अत्यन्त शुभ रहेको छ। जसका मातापिताहरू दिवंगत हुनुभएको छ अनि जसको जन्म कुण्डलीमा विशेष गरेर पितृदोष देखिएको छ भनेदेखि उहाँहरूले विशेष गरेर आजको दिनमा पितृहरूको स्मरण गर्ने, पितृहरूलाई तर्पण गर्ने र पितृका तस्बिरहरूमा बत्ती बालिदिने र पितृका तस्बिरमा एउटा माला ल्याएर लगाउन पनि सक्नुहुनेछ। जसका मातापिता दिवंगत हुनुभएको छ उहाँहरूले त दैनिक नित्य तर्पण गर्ने त शास्त्रमा विधान रहेको नै छ र त्यही पनि दैनिक गर्न सक्नुहुन्न भनेदेखि हजुरहरूले विशेष गरेर औँसीका दिनमा चाहिँ आफ्ना मातापिता जो दिवंगत हुनुभएको छ उहाँहरूलाई स्मरण गरेर जलमा थोरै दुध मिसाउनुहोला, तेल मिसाउनुहोला र उहाँहरूको नामहरू स्मरण गर्दै तर्पण पनि दिन सक्नुहुनेछ।
अर्को विशेष कुरा भनेको यो सोमबारे औँसीका दिनमा जसको विवाहमा अत्यन्त ढिलासुस्ती भइराखेको छ, जहाँबाट कुरा आए तापनि कुरा त आउँछ तर फेरि फर्केर त्यो कुराहरू फेरि आउँदैनन् भनेदेखि उहाँहरूका निमित्त आजको यो दिन अत्यन्त परम पवित्र दिन रहेको छ। सर्वप्रथम हजुरहरूले बिहान उठेर नबोलिकन स्नान गर्नुहोला अनि पिपलका वृक्षको अगाडि गएर जल लिएर नछोइकन यदि पिपललाई जल चढाउनु भयो भनेदेखि हजुरको विवाहमा ढिलासुस्ती भएको छ भनेदेखि चाँडै नै हजुरको विवाह हुनेछ। र सौभाग्यवती स्त्रीले पिपललाई आजका दिनमा जल अर्पण गर्नुभयो भनेदेखि हजुरलाई अखण्ड सौभाग्यमा वृद्धि हुँदै जानेछ भनेर शास्त्रमा पनि वर्णन गरिएको छ। र त्यसै गरिकन यो सोमबारे औँसीका दिनमा तुलसीलाई जल चढाउने, तुलसीको मोठमा बत्ती बालिदिँदाखेरिमा पनि अत्यन्त ठुलो पुण्य प्राप्ति हुनेछ। सकिन्छ ब्राह्मणलाई घरमा बोलाएर भोजन ग्रहण गराउनुहोला। यदि सक्नुहुन्न भनेदेखि हजुरहरूले ब्राह्मणलाई सिधा दान गर्न सक्नुहुनेछ। र विशेष गरिकन जसका मातापिता दिवंगत हुनुभएको छ उहाँहरूले त विशेष गरिकन औँसीका दिनमा ब्राह्मण भोजन गराउँदाखेरिमा अत्यन्त पुण्यदायक मानिएको छ। र त्यसै गरिकन सकिन्छ भनेदेखि यो सोमबारे औँसीका दिनमा नबोलिकन स्नान गर्नुको महत्त्व त छँदैछ। र आजको दिनमा हजुरहरूले नबोलिकन मौन व्रत बस्नुभयो भनेदेखि हजुरहरूको बाणीमा सिद्धि प्राप्ति हुन्छ भनेर पनि शास्त्रमा वर्णन गरिएको छ। र त्यसै गरिकन सोमबारे औँसीका दिनमा गाईको सेवाको अत्यन्त ठुलो महत्त्व छ। गाईलाई भोजन गराउनुको महत्त्व पनि त्यस्तै रहेको छ। पशु पक्षी कुकुरहरू पशुहरूलाई भोजन गराउनुको पनि अत्यन्त ठुलो महत्त्व रहेको छ। यदि हजुरहरू बसेको स्थानका वरिपरि गाईहरू छन् भनेदेखि गाईको गोठमा गएर गाईको सेवा गर्नुहोला। गाईलाई थोरै भए तापनि भोजन चारोको व्यवस्था गरिदिनु भयो भनेदेखि हजुरलाई अत्यन्त धेरै पुण्य प्राप्ति हुनेछ। र त्यसै गरिकन अतिथिको सेवा गर्नुहोला। घरमा यदि कोही अतिथि आउनुभएको छ भनेदेखि अतिथिको सम्मान गर्नुहोला। अतिथिलाई भोजन ग्रहण गराउनु भयो भनेदेखि पनि विशेष रूपमा पुण्य प्राप्ति हुनेछ। र ब्रह्मचर्यको विशेष रूपमा आजको दिनमा पालना गर्नुहोला। र त्यसै गरिकन वृद्ध मातापिताहरूको पनि अत्यन्त सेवा गर्नुभयो भनेदेखि हजुरहरूलाई अत्यन्त धेरै पुण्य प्राप्ति हुन्छ भन्ने कुराहरूको बारेमा मैले हजुरहरूलाई जानकारी प्रदान गरेँ। अब के कर्महरू गर्न हुँदैन त आजको दिनमा भनेर भन्दाखेरिमा सर्वप्रथम हजुरहरूले स्नान गर्दाखेरिमा बोल्दै स्नान गर्नु हुँदैन। अघि पछि हजुरहरूले मन्त्र पढेर स्नान गर्नुहुन्थ्यो भनेदेखि आज मौन रहेर मनमा नै स्मरण गर्दै स्नान गर्नुहोला, बोलेर स्नान नगर्नुहोला। र आजको दिनमा भुलेर पनि कसैसँग वाद विवाद झै झगडा आदि इत्यादि नराम्रा अपशब्दहरू नबोल्नुहोला। यदि बोल्नुभयो भनेदेखि पितृहरू रुष्ट हुनुहुन्छ। किन भन्दाखेरिमा शास्त्रमा भनिएको छ देवताले दिनुहुन्छ पितृले हर्नुहुन्छ भनेर भनिएको छ। यदि पितृहरू रुष्ट हुनुभयो भनेदेखि हामीहरूले देवताको पूजा गरेको, देवताको आराधना गरेको फल पनि हामीहरूले प्राप्ति गर्न सक्दैनौँ। र पितृले दिएको चाहिँ फेरि कसैले पनि हर्न सक्दैन। त्यसै कारणले गर्दाखेरिमा यो औँसीको दिनमा अत्यन्त पवित्र भएर अत्यन्त मौन रहेर थोरैभन्दा थोरै बोलेर हजुरहरूले कर्म गर्नुभयो भनेदेखि विशेष फलदायक रहनेछ। यदि हजुरहरूले केही कुरा बुझ्नु भएन